हामी चाहिँ अहिले यहाँदेखि हिँडिसक्यौँ है गाइस चितवनदेखि हामी चाहिँ अब यता नारायण घाट बनिसक्यौँ अब कहाँ कहाँ पुगिन्छ त्यो हरेक टाइपको हामी अपडेट गरिराख्ने छौँ साथ सपोर्ट दिन नभुल्नु होला लाइक सेयर कमेन्ट गर्नु पनि नभुल्नु होला जस्तो हुन्छ त्यस्तै पर्खिरादिन नभुल्नु होला है हामी चाहिँ यात्रामा जरुरी यो चाहिँ अहिले सब यस्तै छ अब हामी बाहिर चाहिँ मुगलिन हो यो ए ल हामी मुगलिङतिर जान लाग्यो फाइनल्ली गाइज अहिले चाहिँ मनोकामनाको ठाउँतिर आइएको छ आइसकिएको छ कस्तो रमाइलो भइरहेको छ यो चाहिँ केबुल कार छ यसमा चढ्दै नचढ्ने अब के हुने थाहा छैन हामी चाहिँ आइपुग्यो है मनोकामना फाइनली गाइज हामी मनोकामना टेम्पल आछौँ तर जाने हो कि जाने नजाने अब के हुन्छ केबल कार हेर्छ न अब कति लाग्छ के हुन्छ त्यो अनुसार हाम्रो मुड के बन्छ हेर्दै जाउँ के हुन्छ तपाईँ लाइक सब्सक्राइब र लाइक कमेन्ट सेयर गरिदिनु होला र साथ सपोर्ट पनि गरिदिनु होला हामी चाहिँ अब मनोकामना हामी चाहिँ केबल कारको ठाउँतिर जानला हो अब जहाँ चढ्ने नचढ्ने के हुन्छ देखि थाहा हुन्छ अब खै के हुन्छ छिटो हो गाइजहरू माथिको भ्यू हेरेर आमा त जाउँ पहिला जाउँ ल ल ल ल आऊ है केबुल कार गाइस केबुल कारको ठाउँमा हामी चाहिँ मनोकामनादेखि तल यो केबुल कार जाने ठाउँमा कस्तो छ हाम्रो दुईटा लक्काहरू अझ बाँकी ग्रुप आउँदैछ हामी यहाँ तल आएर कुराकानी गर्न खोजेको अब चाहिँ 12 बजेदेखि 1:30 बजीसम्म ब्रेक टाइम हुने रहेछ हुने भएन ललित सर मसँग ब्यालेन्स छैन सर ललितसँग तसँग छ अन्त केबुल कार गाइस केबुल कार यस्तो केबुल कारहरू छ के देखबाट हल्दैको यहाँ माथि चाहिँ यस्तो सिस्टम चलिरहेछ यहाँ चाहिँ यस्तो छ हामी पनि अब यहाँदेखि के हुन्छ ब्रेक टाइम हुन्छ जहाँ चढ्ने नचढ्ने के हुन्छ थाहा छैन त्यही हो ओके अब चाहिँ के हुन्छ घरतिरै जाँदै त हुने होला खै के हुन्छ बसाइ हुन्छ के हुन्छ यहाँ चाहिँ बन्द भइसकेको छ अब घरतिर जाँदै त हुने होला सकिन त आइसक्यो अब के हुने प्राइज हौ त्यही पनि यहाँ केबुल कारको यस्तो छ आइरहेको छ के भन्छ के खोलाको पाँच कुकुरो बनेको छ साँप जस्तै सारा खुट्टा उचालेको 8 ब्ल्याकै परेको 9 1 र 0 10 वेलकम सिटी बाइ 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 एउटा सिक्किमको मान्छे मिलेको थियो जसमा नम्बरै दिएर गयो एउटा कसको बुझ्को हुन्छ नम्बरै दिए एक दिनको फ्री के बसालिदिन्छु रे होमस्टेमा बस्नु नभन्नु आन्टी भन्नु रे होइन अनि अरु दिन पुरै घुमाउँछु अरे नम्बर चाहिँ कसको सक्छ फोन अन्य राति नेपाली हो नेपाली नम्बर हो त्यो एनसेलको हो त्यो 98 हो क्या 3 भनेको सिक्किम पनि हुइदी नेपालकै छेउमा त पर्छ उयो नेपाली हो नेपालको छेउछाउको सबै नेपाली जस्तै नेपाली
कति दामी नेपाली बोलेको सुन्दिनँ नि 13 तारिखमा आइन भनेपछि एक हप्तामा माने जस्तो नेपाली बोल्छु भनेपछि होइन उहाँ पनि नेपाली बोल्छ के सिक्किम सिक्किममा पुरै नेपाली संस्कार हुन्छ दार्जिलिङ पनि उ हो त्यो त बोल्न नत्र कहाँ फाइनली गाइज केबल कारमा चाहिँ चढ्नै भएन किनकि लास्टै भिड लाग्दो रहेछ यहाँ हेर्दै गर्नु दृश्य देखाइदेऊ न यता यस्तो भिड छ अनि हामी चाहिँ कहाँदेखि हुनु हाम्रो यताबाट जाँदा पनि भिडै उताबाट आउँदा पनि भिडै हुने भएकाले हामी चाहिँ जाने भएन त्यसैले फेरि हामी घुमेर यतै आयो अब हाम्रो ग्रुप पनि यत्रो छ नहुने भयो त्यसैले हामी फर्क्यौँ र ढिलो पनि हुने भयो अब हामी माथि जान्छौँ सो गाइस अब हामी मनकाउनदेखि पोखरातिर हेर्न आएको हामी छौँ अब हिँड्दिने यो केही 5-10 15 मिनट जस्तो लाग्छ होला सायद सबै ग्रुपमा सबै साथीहरू दिदीबहिनीहरूमा अब हामी एक्लै हिँड्ने भए त बसेपछि तर पानी सुकेछ नि अहिले यहाँ यार बन्द भएछ ल अहिलेसम्म चाहिँ राम्रो भइरहेको थियो होइन ल गाइज जब चाहिँ उतै माथि नै भेटौँला आउँछ प्योर छ है फेरि घुम्न चाहिँ एकचोटि आउनुपर्छ केबल कार चढ्न लागि पनि ल गाइज जाने कुरा भइसक्यो गाइज फेरि फिक्स भयो अब जाने अब लाइन चाहिँ लागिसक्यो छ अब के हुन्छ हेर्दैछौँ हामी पनि माथि जाँदैछौँ मैं हिंदी में बोलता हूँ ना और मैं भी बनाता हूँ हिन्दी बोल्दा कहाँ यो चाहिँ अब हेर्दै जाने भएको फाइनली गाइज टिकट पनि आइसक्यो अब यहाँदेखि हामी जाने बस्ने हो ट्रकमा के हुन्छ अब हेर्दैछौँ के हुन्छ हेर्दैछौँ त्यो त हामीलाई पनि थाहा छैन तो तोहर भाई आ चुका है इधर टिकट लेके मनोकामना मंदिर में जाने के लिए तोहर भाई खड़ा भाई जोगिंदर इधर देखो इधर देख के टिकट देख के बात करो तुम के भन्छ ल यहाँदेखि चाहिँ अब हिँड्यो आर्टिफिसियल झर्ना केटा लक्ष्मण बास बापरे यहाँ पनि लाइन तोक्छ त बापरे लाइन यो यहाँ चाहिँ लाइन त्यसरी छ अब हामी यस पछाडि के हुन्छ हेर्दैछौँ र अहिले चाहिँ हामी रास्तामा आइपुग्यौँ मान्छे यस्तो प्याक छ यार सँगै भयो ल यो मान्छे त्यसरी प्याक छ यार यस्तो प्याक छ मान्छे यहाँ त गाह्रो छ हौ मान्छे चाहिँ ओभरै मनोकामना टेम्पल हेर गाह्रो छ यता प्याक सानो 8 जना अरे हामी 8 जना अब यहाँ चाहिँ कति टाइम लाग्छ अझ ब्याग ठुलो 3 जना ठुलो 6 जनाले सानो 8 जना यहाँ चाहिँ भिड अति नै छ छिरियो छिरियो है मजा आएको छ है ल के हो खै हामी फोटो किन्न लागि आएको होइन माथि कराउनु रहेछ ल त्यो साइडमा हुँदैन मजा आउँथ्यो नि हामी आउने मात्रै हो त ल के हुनेछ त्यस्तो तिमीहरू बलाई के हुन्छ ऊ हुन्छ गर्छ भने ल कोही टिकटक बनाउन आइगे किन भन्यो कपिराइट हान्छ के अब युट्युबमा कपिराइट हान्छ थाहा होइन ल ल अब यो माथिसम्मको के हुन्छ कस्तो भइरहेछ हजुरलाई हजुरको या यो माथिको साउन्ड अर्कै आयो कि कोइ त्यही भएर लडा किन्न
यता माथितिर यस्तो मस्तको छ केबल कार फर्स्ट टाइम त्यो सपनामा हुन्थ्यो त्यो कहिले सपना देखेर माथि गाड्थ्यो यहाँनिर गजगजर बनाउँछ फेरि अब ल आयो 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 अर्को एउटा भयो हेलो गर न त देखान हामीलाई ल ल ल युट्युबमा हामी कहिले पुग्दा मिल्ने त हिँडेर त्यही हो दिनभरिका अरे अहिले त झन् माथि आयो उतिएर त्यो डाँडा बराबर आइगयो क्या अझै टुप्पो रहेछ त्योभन्दा उता सक्यो अझै सर्दै त कति 2-3 डाँडा काट्नुपर्छ भन्नु चाहिँ काटे नि एउटा जान्छ मेरो त घाँटी खसखस आयो किन पछाडि हेर्न त मिल्ने रहेनछ पछाडि हामीले पनि हेरेन देखो काम के हो कि म त केही सुनेन त तिम्रो पुगेकै भएन यो साइड खुला छैन शरीरको कुनै पनि अंग बाहिर ननिकाल्नु होला गरे कहाँबाट निकाल्ने हो र सबैलाई हो र तल 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 गाइस कस्तो सुन्छ जस्तो बानी खिच्थे केबल गाजर टुप्पो हेर के नस्वास्थ्य मानिन्छ यार त्यही त भने मैले पनि केही छैन जस्तो छ के गरी अड्डिन्छ भन्छु हेर्नु है के कोही नडास मानिन्छ उदाहरण उदाहरण के नडास मानिन्छ केही छैन जस्तो हेर नि त्यो नि सानो चिज छ नै हल्लिन्छ यार हाम्रो हल्लियो नि त्यही भएर हल्लिनु थियो कान बन्द भइयो मेरा पुरै बुझिगे के हो यहाँ आएपछि बहिरो त बहिन्न बहिरो त बहिन्न बहिरो हुन्छ हामी 8 जना फेरि अहिले आउँदै डाँडा पाखायो तिमीलाई कस्तो है अमला खान जाऊ रोक्देऊ अमला हेर्दै छन् मैले त आजभोलि कहाँ लालीगुराँस पाएको तिमीलाई ओइ लालीगुराँसको रुख त हो यो ममताबाट आएर छ बस हल्ला नहल्ला सरले भन्नुहुन्थ्यो 2-3 अझै माथि रहेछ वहाँ थिएर अझै अझ यहाँदेखि हेर भिडियो बजार रहेछ यत्रो बाटो रहेछ यार सरले भन्नुहुन्थ्यो त बस हो कि के पनि जान्छ भनेर यो भिडियो चाहिँ ज्यादा लामो बन्ला जस्तो लाग्यो त्यही भएर धेरै नबनाऊ होला बाबरे उते माथि कत्रो बजार रहेछ नि यहाँदेखि त झरियो गाइस यत्रो छ जाने बेला पनि तोप लाइन लाग्नु पर्ने रहेछ गाह्रो हुन्छ यहाँ माथि के लाग्दो रहेछ टाढा पनि टाढै रहेछ यो चाहिँ हामी पुरानी गर्दैन हामी घुम्न एक्लै आएको तर यस्तो ठाउँमा पनि यस्तो दामी छ दामी छ ठाउँ चाहिँ तर यस्तो ठाउँ पनि यस्तो दामी छ यार तर हेर्दै जानुहोस् गाइस न दामी 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 एकदम व्यापार चाहिँ खत्रै है कहिले जिन्दगीमा गर्दैन मलाई हाम्रो ग्रुप पछाडि रह्यो क्या है त केही पनि चल्दैन यता ल के हो सामान किन्न लाग्यो क्या उ त रेवट किन त हामी कुनै
आहा करेला चलिरहेछ खानु ओ आहा हिमाल आइफोन पकेट ल्याउँदै आउला ओ हिमाल चिसो सन्देश मनोकामना आइफोन छ भने हान्छ आइफोन आला ऊ पछाडि आउँछ हिमाल बनाउनेले अब यहाँ सबै भिडियो बनायो अब हामी चाहिँ यहाँदेखि निस्किन लाग्यो ल यहाँदेखि हिँड्दिने यो गाइस ल अब यहाँदेखि चाहिँ हिँड्ने लाग्यो सक्यो अब यहाँदेखि केही गर्नु होइन परेवा आउँदा पनि बेड जाँदा पनि बेड यता अति भयो बेड अति भयो अति गाह्रो छ अब आयो गाइस आयो बस हामी यतै बसौँ जति गरे नि यही साइड पर्छौँ ल अब यति हो हामी यहाँदेखि हिँड्छौँ अब अघि पनि देखाएको के देखाउनु र बारबार बारबार कति देखाउनु केटाहरू सब गेममा बिजी छन् अनि हामी चाहिँ कोठामा आएर खाना गरेर बसिसकेको छौँ अब